हेलो नमस्ते जापानका कुरा हेरेर बसिरहनु भएका सम्पूर्ण साथीहरूलाई यतिखेर म जापानको योकोहामाबाट छु। विशेष गरी आज हाम्रो एकदमै राम्री साथीसँग भेट भएको छ। जापानका कुरा लिएर हामीले जापानमै रहनुभएका साथीसँग केही कुराहरू जापानका कुराहरू सोध्नेछौँ। सुरुमा परिचयबाट सुरुवात गरौँ। हजुर नमस्ते, मेरो नाम मनिषा छेत्री। हाल चाहिँ जापान योकोहामा बसिरहेको छु अनि आज चाहिँ यहाँ यामारको भजन छ भन्ने सुनेर एकदम दौडिँदै नाच्न भनेर आइयो। नेपाल घर कहाँ हो अनि नेपालबाट कहिले आउनुभयो? नेपाल घर चाहिँ मेरो गुल्मी, बस्ने चाहिँ भुटोल। आएको चाहिँ 4 वर्ष 2 महिना भयो जापानमा। अब यो जापानमा धेरै नेपालीहरू आउनुभएको छ होइन? विशेष गरी नेपालीहरूको अवस्था, यहाँको लाइफस्टाइल, तपाईँको अनुभवमा चाहिँ तपाईँको लाइफस्टाइल कस्तो छ? अब आउने नेपालीहरूको लागि चाहिँ तपाईँहरूले जस्तो तपाईँको लाइफस्टाइल हेरेर के भन्न चाहनुहुन्छ? जापान पहिला जस्तो अहिले चाहिँ छैन। पहिला चाहिँ हाम्रै पालामा पनि अलिअलि गाह्रै थियो, तर अहिले चाहिँ अब एकदमै गाह्रो भइसकेको छ। त्यही भएर अब चाहिँ स्टुडेन्टमा सायद कोही पनि नआउनु नै भन्छ। हुन त अब मैले नआउनु भन्दाखेरि अलिकति नेगेटिभ इमेज पर्छ होला, तर चाहिँ पहिला जस्तो छैन। अब यहाँ चाहिँ जस्ट आफ्नो मात्रै लाइफ चलाउन अनि आफू मात्रै पालिनको लागि आउने हो भने चाहिँ बेस्ट छ। अनि घरमा चाहिँ पैसा सैसा पठाउनु नपरोस्, एकदम ब्याकग्राउन्ड पहिलेदेखि राम्रो होस्, ऋणसिन नगरिकन आफू एकदम सेटल भएर आउने तरिकाले आयो भने चाहिँ ठिक छ। तर अब त्यो 14-15 लाख ऋण गरेर आएर अनि प्लस आफू पनि स्टुडेन्ट हुने, काम गर्ने, पढ्ने अनि आएको स्यालेरीबाट फेरि बचाएर घर पठाउने हो भने चाहिँ अब चाहिँ त्यो छैन। तपाईँको मतलबमा चाहिँ जस्तो यहाँ स्टुडेन्टमा चाहिँ आएर आरुबाइतो गरेर होइन खाना लाउन मात्र ठिक्क हुन्छ भन्नुभएको हो? त्यही नै हो। अझ भोलि त देखिने कामै पाउन छोडिसक्यो, नदेखिनेको त कुरै छोडौँ। अब देखिने 28 घन्टावाला काम पनि पाउँदैन। त्यो नपाउँदा त आफूलाई खाना र बस्नले पनि धौ जस्तो हुन्छ। त्यही भएर अब चाहिँ स्टुडेन्टमा सकभर कोही पनि नआउनुहोस् नै भन्छु म चाहिँ। 4 वर्ष भयो भन्नुभयो। 4 वर्षमा कति प्रगति गर्नुभयो होइन? अनि आफ्नो साथीहरूले हेर्दै हुनुहुन्छ होला नेपालबाट, विशेष गरी पहिला कलेज पढ्नु भएको साथीहरू हुनुहुन्छ, स्कुल पढ्नु भएको साथीहरू हुनुहुन्छ होला होइन? उहाँहरूलाई चाहिँ आफ्नो अनुभव, जापानको अनुभव यस्तो रह्यो भनेर कसरी भन्न चाहनुहुन्छ? एकदमै दुःख पाइयो। अनेस्टली भन्दा चाहिँ एकदमै दुःख पाइयो। नसोचेको भयो सबै कुराहरू। हुन त अब विदेश यतिकै पनि सोचे जस्तो हुँदैन। त्यही पनि अब मेरो केसमा चाहिँ अलि बढी नै दुःख भयो। अरू त के भनौँ, त्यही नै हो। गाह्रो नै छ, जापान चाहिँ एकदम गाह्रो छ। अहिले वर्किङ हजुर वर्किङ 2000 अब यो स्टुडेन्ट लाइफ सकेर वर्किङ लागेको छ होइन? वर्किङ र स्टुडेन्ट लाइफमा चाहिँ कति फरक पाउनु भयो? के फरक रहेछ? स्टुडेन्टमा चाहिँ कलेज काम भनेर दौडधुप धेरै हुन्छ, तर मेन्टली प्रेसर त्यति धेरै हुँदैन। तर जब हामी साइन भएर कम्पनी वर्किङ लगाउँछौँ तब चाहिँ हामीलाई शरीरले रेस्ट त पाउँछ, तर मेन्टल रेस्ट चाहिँ हुँदैन। अलिकति प्रेसर हुन्छ कि कामको, किनभने हामीले त्यो सिग्नेन्सा बोक्नु पर्ने हुन्छ। त्यो गर्दाखेरि चाहिँ प्रेसर दिमागमा अलिक बढी नै हुन्छ, तर शरीरको थकान चाहिँ एकदम रेस्ट पाउँछ। ठिकै हो त्यो। अनि पैसाको कुरामा पनि काम पायो भने स्टुडेन्टमा चाहिँ कमाइन्छ होइन? वर्किङ लागेपछि चाहिँ एक्लैले कमाउन चाहिँ सकिँदैन। इफ कसैले बिए गरेर डिपेन्डेन्ट ल्याउनु भएर 2 जनाको कमाइले चाहिँ ठिक छ, अलिअलि कमाएर बचाउन सकिन्छ। एकजनाले मात्रै त्यो सबै काटेर 19-20देखि 22सम्मकै मानमा 23-0 आउँछ नि त स्यालेरी त। त्यो गर्दाखेरि गाह्रो छ। भनेपछि स्टुडेन्ट भिजा सकिने बित्तिकै वर्किङ लाउने हो भने बिहा गरेर आउनु पर्यो सबभन्दा राम्रो। मेरो विचारमा चाहिँ त्यही, फटाफट गफिन के छ सबैले बिहे गरेर आउनुहोस् होइन? अनि 2 जना बसेपछि एकअर्कालाई दुःख सुखमा सपोर्ट पनि हुन्छ। अनि प्लस 2 जनाले कमाएको पैसामा 1 जनाको खर्च गर्यो भने पनि 1 जनाको त बच्छ नि त। त्यही भएर त्यो गरेको। घरबाट मम्मी बाबा साथीहरू आफ्नो दाइ दिदीहरूले हेर्दै हुनुहुन्छ होला, के भन्न चाहनुहुन्छ आफ्नो परिवारमा? मेरो परिवारमा चाहिँ मेरो मम्मीलाई र बाबालाई अनि मेरो दिदी भाइलाई चाहिँ धेरै सम्झेको छु। अनि मेरो मम्मीलाई र बाबालाई चाहिँ मलाई यो स्थानसम्म पुर्याउनु भएको छ। उहाँहरूलाई चाहिँ मनैदेखि धन्यवाद दिन चाहन्छु। सधैँभरि हरेक पलमा हजुरहरूको माया अनि न्यास्रो चाहिँ खड्किराखेको हुन्छ। धेरै सम्झेको छु। हस्, एकदमै मिठो कुराहरू राखिदिनु भयो। धेरै धेरै धन्यवाद। फेरि पनि बोल्न पाइएला पक्कै पनि नेक्स्ट टाइम। हस् हुन्छ, स्योर। थ्याङ्क यू। नमस्ते।